सम्पूर्णलाई स्वागत छ। पछिल्लो समय राजनीतिक समस्याको विषयमा आफ्नो आवाजले आम जनतालाई घचघचाउँदै आइराख्नु भएको प्रखर वक्ताको रूपमा अझ लेडी टाइगरको रूपमा चिनेका बेनु कोइराला हुनुहुन्छ। नमस्कार, स्वागत छ। हस्, धन्यवाद। अहिले तपाईले हिजो अस्तिदेखि जुन खालको आफ्नो मनभित्रका आक्रोशहरू पोखिराख्नु भएको थियो त्यो भन्दा जनताले फरक खोजिरहेका छन्। यति बेला रवि लामिछानेको विषयमा हिजो दशैं तीज रवि लामिछानेले बाहिर मान्न पाएनन्। अब चाहिँ तिहार चाहिँ बाहिर मान्न पाउँछन् कि भन्ने अपेक्षा थियो, त्यो पनि लगभग ढुस हुन लागिसकेको छ। ठ्याक्कै तपाईले पाउनु भएको जानकारी अनुसार रवि लामिछाने कहिले छुट्दैछ? जब सुशीला म्याडम प्रधानमन्त्री हुनुभयो, अहिले भइरहेको प्रधानमन्त्री सुशीला कार्कीजी प्रधानमन्त्री भएपछि चाहिँ हामीलाई आशा चाहिँ एकदमै ठुलो आशा थियो। रवि लामिछाने दशैंमै नै छुट्छन् कि भन्ने पनि आश थियो। दशैंमा हावा खुवाइदिनु भयो, तिहारमा त पक्कै पनि बहिनीसँग टिका थाप्नलाई आउँछन् भन्ने आश गरेको थियो। किनभने म्याडमले पहिला इन्टरभ्यूमा दिँदा रविलाई प्रतिशोध साटेको, रवि छिट्टै रिहा गर्नुपर्छ, यो सब यी नेताहरूको उसमा परेर जालमा परेर रवि परेका हुन्, उनी निर्दोष छन् भनेर जुन प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा बसेको म्याडमले बोलेको देख्दा अब प्रधानमन्त्री भइहाल्नुभयो, रविजी पक्कै पनि आउनुहुन्छ, दशैंमा त भ्याउनु भएन होला भनेर तिहारमा त पक्कै पनि आउनुहुन्छ भने, तर हामीलाई नि उल्टो लप्पा खुवाइदिनु भयो। यसले चाहिँ साह्रै दुःख लागिरहेछ। किनभने पद नपाउन्जेल एउटा कुरा, पद पाइसकेपछि अर्को कुरा गर्नुभयो उहाँले। सहकारी ठगलाई छोड्नु हुँदैन। ठिक छ म्याडम, सहकारीले ठगलाई छोड्न नि हुँदैन। हाम्रो माग के हो भने के हो सत्य तथ्य बुझेर, यदि ठगै रहेछ भने ठगलाई 20 वर्ष चाहिँ लानु, मेरो त सिद्धान्त यो। तर ठग होइन प्रतिशोध साटेको भनेर तपाईँले नि भन्नुभएको थियो, प्रतिशोध साटेको भए रिहा गरिदिनुहोस्, हाम्रो माग यो थियो। तर आज तिहारको पनि अन्तिम दिन पर्यो, तर रवि छुट्टी छाँटकाँट देखेन, बहिनीको निधार पनि खाली हुने भयो र रवि लामिछानेको निधार पनि खाली हुने भयो। यसले चाहिँ दुःख लाग्यो। किनभने नेपाली जनताले 3 करोड जनताले रवि खोजिसकेका छन्, रविलाई चाहिसकेका छन्, रवि आउट देश बनाऊ भन्ने सबैको मनबाट फुटिसकेको छ। के कतै भनिन्छ नि, एउटा उखान पनि छ, महिला पनि सत्तामा पुग्यो भने पुरुषमा परिणत हुन्छ भने चाहिँ अहिलेको सुशीला कार्की साँच्चीकै पुरुष बन्न खोजेको हो? महिला प्रधानमन्त्री भएदेखि त यति खुसी लागेको थियो, किनभने आफू पनि महिला पर्यो, बाउ फालेर आमा ल्याइयो। आमाले त भेदभाव गर्दिनन् भन्ने त हामीलाई त एकदम विश्वास थियो। तर आमा पनि सौतिनी आमा र आफ्नी आमामा धेरै फरक हुँदो रहेछ। उहाँले जस्तो सत्ता नपाउन्जेल आमाको व्यवहार गर्नुभयो, एकदम सबैसँग दयालु हुनुभयो, दयालु हुनुभयो। ओहो, सबैले न्याय दिनुहुन्छ है, राम्रो काम गर्नुहुन्छ भने। तर हाम्रा ७६ जना छोराछोरी मार्नेलाई, जन्मारालाई खुलियाम छोडिरहनु भएको छ। अपाच्य शब्द बोलेर उहाँहरूले छोडिदिइरहनु भएको छ र रवि लामिछानेको प्रतिशोध साटेको भनेर उहाँले नै बोल्दै हिँड्नु भएको थियो। आज रविलाई पनि उहाँले पनि प्रतिशोध साटे भन्दा कुनै पनि कम गर्नु भएन। त्यसले गर्दा बाउ र आमामा कुनै फरकै देखिएन। भनेपछि जेनजीले ल्याएको नयाँ प्रधानमन्त्री सुशीला कार्की रवि लामिछानेको लागि सौतिनी आमा। अहिले त त्यस्तै देख्यो, सौतिनी आमा बराबरै देख्यो। किनभने काखा र पाखा गरिदिनु भयो। सत्ता नपाउन्जेल आफ्नै आमाको व्यवहार देखाइदिनु भयो, सत्ता पाइसकेपछि सौतिनी आमाको व्यवहार गर्नुभयो। यो गलत हो। किनभने आमा सधैँ आमा नै हुन्छ। आमाले कहिले पक्षपात गर्दैनन् भन्थे, तर आमाले पनि पक्षपात गर्दा रहेछन् भन्ने कुरा छरपष्ट देखियो। के भनिन्छ नि, राजनीतिक सम्भावनाको खेल हो, राजनीतिकमा जे पनि हुन्छ भनेको। जे पनि गर्न पाइदैन। हामी जे गर्नलाई उहाँलाई त्यो कुर्सीमा लिएर आएको पक्कै पनि होइन। जे त गरे नि 35 वर्ष यी नालायकहरूले गर्नुसम्म गरे। नेपालीका छोराछोरी मारे, भुटानी शरणार्थी भनेर बेचे, बलात्कार गरे, गर्नुसम्म गरे। यही देशलाई नराम्रो काम गरेको भएर हामीले परिवर्तन, हाम्रा छोराछोरीले बलिदान गरेर परिवर्तन लिएर आएर एउटा निष्पक्षको मान्छे लिएर आएर एउटा आमा राख्दा आमाबाट पनि आज हामीलाई घात भयो। यो जेनजीले ल्याएको सरकारले पनि रवि लामिछानेलाई नरुचाउनुको कारण चाहिँ के देख्नु भयो? यो मिडिया ट्रायल गरेर झोले झाम्टे मासु भातमा बिक्नेहरूले रवि आयो भने सबैको अस्तित्व गुम छ भनेर अहिलेको सरकार पनि डराएको जस्तो लाग्यो। रवि आयो भने रवि हाई भयो, रविले फरक भ्याप पारेर हत्याराहरू, हाम्रा छोराछोरी मार्ने हत्याराले समाउने भयो। आफूले काम गर्न सकेन, रविले समाइदियो भने त हाई रवि हुनुभयो, उहाँहरू डराउनु भयो। अहिलेको सरकारले त भनेको छ त हामी कसैलाई पनि समाउने होइनौँ, हामीले कसैलाई पनि नियमभित्र ल्याउँदैनौँ, बरु हामी चुनाव चाहिँ कसरी गराउने, अब आउने सरकार बलियो कसरी बनाउने, बहुमतको सरकार कसरी ल्याउने, त्यो पाटोमा अगाडि बढिरहेको छ। एकदम हजुरहरूलाई धेरै धेरै धन्यवाद। यदि तपाईँहरू हाम्रो छोराछोरीहरूलाई न्याय दिन सक्नु भने तपाईँहरूलाई त्यो कुर्सी पनि आवश्यक छैन। हाम्रा छोराछोरीहरूले नि रगतको खोला भइआएको, हाम्रो पाखृति आएको नि उहाँहरूलाई प्रधानमन्त्री र गृहमन्त्री बनाउनलाई पक्कै पनि होइन। हाम्रो छोराछोरीलाई न्याय हुन्छ, देशले उन्नति, समुन्नति र प्रगतितिर जान्छ र प्रत्यक्ष चुनाव गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुन्छ भनेर हामीले
उहाँहरूले त्यहाँ लिएर आएको निर्वाचन मात्र गराउनु त केपी शर्मा ओलीले पनि निर्वाचन गराउँथे नि, किन हामीलाई सुशीला कार्की नै चाहियो त? हाम्रा छोराछोरीले न्याय मिल्छ कि भनेर हामीले नयाँ व्यक्तित्व खोज्या हो। हिजो यही जेनजी हो सामाजिक सञ्जालमा रवि लामिछाने छुट्नुपर्छ, रवि लामिछाने साँच्चीकै निर्दोष भन्ने, तर अहिले यही जेनजीले आफ्नो सरकार हातमा ल्याउँदा पनि रविको लागि आवाज बोलेको देखिन्छ। कस्तो भने यही जेनजी भन्दा पनि जेनजी पनि यहाँ अनेक थरीका देखे। एमालेका जेनजीहरू आउँछन्, कांग्रेसका जेनजीहरू पनि छन्, माओवादीका जेनजी पनि छन् र राप्रपाका जेनजी पनि छन्। यी जेनजीहरूले रविलाई एकदम मन पराएकै हैनन्। जुन प्रपर जेनजी हाम्रा शहीद भएका जेनजी र हस्पिटलको शैय्यामा छटपटाइरहेका जेनजी मात्रै हुन् असल जेनजी भन्ने कुरा चाहिँ देखियो। किनभने सबैलाई चाहिएको रहेछ पदको लागि यी सबजना लागि परेका रहेछन्। ओहो छोराहरूले परिवर्तन गरे, छोराछोरी मिलेर त्यत्राको ज्यान गयो, हामीले छोराछोरी गुमायौँ, अब त परिवर्तन हुन्छ, अब त देशले काँचुली फेर्छ भन्दा पनि जुन गोरु आए पनि कानै चिरिएको भन्ने कुरा यथार्थ भयो। तर अहिले त यही जेनजीले हानेको त्यो धमिलो पानीमा माछा मार्न त रासपा लगभग सफल हुन खोजेको थियो, तर बीचमा विरोध भइसकेपछि रवि लामिछाने पूर्णतः आत्मा एकदमै गलत हो। तपाईले पनि तपाईहरु मिडिया कर्मीले पनि यस्ता समाचारहरू सम्प्रेषण गर्दा अलिकति विचार गरेर गर्नु पर्यो। धमिलो पानीमा रासोपाले पक्कै पनि माछा मार्न खोजेको हैन। धमिलो पानीबाट उसको ज्यान खतरामा भएको भएर एउटा जेलरले श्रीमती र उहाँको रासोपाकै सदस्यलाई जिम्मा लगाइएर एउटा पत्र थमाएर नि पठाइएको। रवि लामिछाने त्यसरी निकालेर भागे, जेलबाट पहिले भागेको पनि हात हल्लाएर बाहिरी गाडीमा यसरी बाई बाई गरेर सबैसँग हलो हलो गर्दै आउँदैन थियो होला नि, बुझ्नु भयो नि। त्यसैले गर्दा नि रविले धुलो के अरे धमिलो उसा पानीमा पक्कै पनि माछाको साथै माछालाई नै मार्ने कोसिस भएर त्यही भएर रवि लामिछानेलाई निष्कासन गरेको त्यहाँबाट। तर रवि लामिछाने छुटे लगत्तै विभिन्न नेपाल भरिका रहेका जेलबाट कैदीहरू भागे, जो अहिलेसम्म सम्पर्कमा आएको छैन आधा भन्दा धेरै। यो सम्पूर्ण जिम्मा त रवि लामिछाने हिजो देश हाँक्छु भन्दै गर्दा यसको जिम्मा पनि लिनुपर्छ भन्ने आवाज उठ्यो। कस्तो भने रवि लामिछाने जेलमा बसे भन्दैन, सबै यसको जिम्मा त राज्यले लिनुपर्छ। हाम्रा छोराछोरी मार्ने ज्यानमाराहरूले लिनुपर्छ। किनभने उहाँहरूको सरकार थियो नि त, सरकारले त्यति पनि व्यवस्थापन गर्न सकेन भने सरकारमा बसेको औचित्य के भयो त? यदि रवि लामिछाने जेलमै बसेको भए रवि लामिछानेलाई ती जलाइदिन्थ्यो होला। किनभने आक्रोशित भिड थिए, हाम्रा छोराछोरीको रगत उम्लेको थियो। किनभने यी भ्रष्टहरूलाई फाल्नुपर्छ, यी देशद्रोहीलाई फाल्नुपर्छ भनेर जेलदेखि लिएर प्रहरी प्रशासन कार्यालय शुद्ध जलाइएको छ भनेपछि, एउटा सिंहदरबार जस्तो कुरा पनि जलेको छ भनेपछि रवि लामिछाने जलाउन लगाएका हुन् त? यसको जिम्मेवारी किन रवि लामिछाने लिन्? जेलबाट सुरक्षाको लागि भनेर जेलरले त्यहाँका प्रमुखले पठाएको छ भनेपछि रविले सबैलाई भागो बनायो र जेललाई आगोमा पर्न खोजिसकेपछि त सबैलाई त बचाउन त पर्यो नि, बचाउने हिसाबले हो। 24 गतेको घटना हेर्ने हो भने पनि राजसभाको कार्यालयमा कतै पनि तोडफोड भएको देखिएको छैन। एमाले, कांग्रेस, माओवादी अन्य पार्टीकोमा चाहिँ आक्रमण भएको देखिन्छ। त्यो हिसाबले साँच्चीकै त्यो दिनको आन्दोलन राजसभाले कतै उचालेको त थिएन। एकदमै गलत। रासोपाले कुनै पनि ठगेको छैन, कसैलाई मारेको छैन, कसैसँग बलात्कार गरेको छैन र कसैका छोराछोरी भुटानी शरणार्थी भनेर बेचेका छैनन्। त्यसैले गर्दा रासोपालाई कसैले पनि छोएन। राम्रो व्यक्तिको घर जलेको छ र? यी भ्रष्ट नेताहरूकै घर जलेको छ नि? कस्ता राम्रो राम्रो नेताहरूको अरू नेताहरूको पनि घर जलेको छ र? देख्नु भएको छैन? हात गन्ने हिसाबले यी नेपाललाई ठग्नेहरूको मात्र घर जलेको छ नि। भनेपछि हातमा गनिन सकिने, औलामा गनिन सकिने नेताहरूको घर जलियो। हजुर, त्यसको क्षतिपूर्ति मागिरहेका छन्, दिनुपर्ने हो कि होइन? क्षतिपूर्ति त हामी नेपाली जनतालाई ठगेको क्षतिपूर्ति कसले दिन्छ त? हाम्रा 76 जना छोराछोरीले ज्यान गुमाएको क्षतिपूर्ति कसले दिने? हाम्रो छोराछोरी हामीलाई लिएर दिउँ, हामी क्षतिपूर्ति दिन्छौँ। हरेक नेपाली जनताले पैसा उठाएर दिन्छौँ। पहिला हाम्रा छोराछोरी 76 जनालाई हामी सामुन्ने लिएर आएर राखिदिनु पर्यो। हाम्रो छोराछोरी हस्पिटलको बेडमा छटपटाइरहेका छन्, कसैको खुट्टा काट्न परेको छ, कसैको आँखा गुमेको छ। ती छोराछोरीलाई आँखा प्रदान गर्नु पर्यो, खुट्टा प्रदान गर्नु पर्यो। त्यसपछि हामी उहाँहरूको घर बनाउनलाई हामी अग्रसर हुन्छौँ। अहिले जेनजीको आन्दोलनबाट भागेर अमेरिका पुगेका कांग्रेसका एक नेता अमेरिकाबाट भागेर पूर्णतः सिंगापुर आउने तयारी छ अरे। साँच्चीकै जेनजी, नेपाली जेनजीहरू अमेरिकासम्म पुगेको हो कि? हेर्नुहोस्, यहाँबाट मात्र होइन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जुनसुकै जाउँ, जुनसुकै कन्ट्री जाउँ, यी नेताहरूलाई जुनसुकै कन्ट्रीमा पनि हाम्रा छोराछोरी छन्। जुनसुकै कन्ट्रीमा पनि हाम्रो नेपाललाई ठग्ने यी गद्दार हो भनेर जहाँबाट पनि लखट्छन्। कहीँ गएर अब नेता सुरक्षित हुनेवाला छैनन्। त्यसैले गर्दा यिनीहरू बहुलाइसके। यहाँ पाएदेखि नि टोक्नलाई
आँट गरिरहेछन्। त्यसैले जेनजीका छोराछोरी भाइ बहिनीहरूलाई म के सजेस्ट गर्छु भने पार्टी खोल्छु, यसो गर्छु उसो गर्छु भनेर तपाईँहरू फुटेर होइन एकजुट हुनुहोस्। भोलि यिनीहरू हाबी भएर तपाईँहरूलाई नै जेल हाल्छन्। त्यसैले गर्दा खबरदारी तपाईँहरू सचिनुहोस् र एक ढिक्का हुनुहोस्। एउटा ढिक्का भयो भने कसैले फुटाउन सक्दैनन्, यो कुरा बुझ्नुहोस्। अहिले सामाजिक सञ्जालमा 2-3 थरी बहस हुन थालेको छ। एक त तिहार लगत्तै भिआइपी नेता पक्राउ गरिने अनुसन्धान सुरु पनि भइसकेको छ, सम्पत्ति शुद्धिकरण विभिन्न खालका। अर्को तिहार लगत्तै रवि लामिछाने छुट्ने। त्यो सँगसँगै अर्को भनेको तिहार लगत्तै हामी सडकमा आउँछौँ भन्ने जेएनजी पनि छन् र पार्टीका पनि छन्। यो समग्रमा के चाहिँ हुन्छ खास कस्तो भने रवि लामिछाने छुटाउने र नछुटाउने त यहाँको बहसको कुरा चलिरहेछ। उहाँको फाइल सम्बन्धित निकायसम्म पुगिसकेको छ। पक्कै पनि दोषी पाए उहाँले छुटाउनु हुँदैन, उहाँलाई 20 वर्ष जेल हाल्नुपर्छ। नेपाली जनतालाई ठगेको प्रमाणित भयो भने होइन भने उहाँलाई छुटाउनु पर्छ। र आन्दोलनको कुरा गर्नुभयो, आन्दोलन गर्ने अधिकार छ, तर आन्दोलन पनि कस्तो किसिमको आन्दोलन गरेर के जे गर्ने नि आन्दोलन गर्ने। आन्दोलन गरेर अहिले यो 35 वर्ष शासन गरेर हामीलाई लुट्ने मान्छेलाई हटाइसकेपछि फेरि के को आन्दोलन? उहाँहरू कसको आन्दोलन गर्ने? किन आन्दोलन गर्ने? आफैले जेएनजीको सरकार बनाएर जेएनजीको उ गरेर के अरे भोट दिएर सुशीला कार्कीलाई ल्याइसक्नु भएको छ। अब के को आन्दोलन? किन आन्दोलन गर्ने? यसको मतलब तिहार पछि अथवा तिहार लगत्तै दोस्रो आन्दोलनको आवश्यकता छैन मैले चाहिँ देखिनँ। किनभने उहाँले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु भएको छ, चाहेको व्यक्तिलाई गृहमन्त्री बनाउनु भएको छ। उहाँहरूलाई पनि त टाइम दिनु पर्यो नि। तातै ठाउँ जल्दी मरौँ गरेर भएर आजको कुरा आजै यो फिल्म हो र देश चलाउनु भने सानो कुरा छ। घर चलाउनु त कति गाह्रो हुन्छ, एउटा महिलालाई घर चलाएर लानलाई कति गाह्रो हुन्छ, देश चलाउन त धेरै ठुलो कुरा हो। काम गर्ने हेरौँ न, मूल्याङ्कन गर्दै गरौँ, त्यसपछि त छँदैछ नि। यो मूल्याङ्कनको कुरा गर्ने हो भने 4 वटा गृहमन्त्री मध्ये सबैभन्दा उत्कृष्ट गृहमन्त्री भनेको रवि लामिछाने हो भन्छन्। तर रवि लामिछाने भित्र परिरहेका छन्। रवि लामिछानेको कार्यकालमा पनि धेरै भ्रष्टाचार भएका थिए, तर जनताले नदेखेका हुन् कि अर्थात् मिडियामा छाएका व्यक्तिलाई चाहिँ फेरि पनि हेर्न चाहेका हुन्? एकदम नै गलत। रवि लामिछाने गृहमन्त्रीमा 1 नम्बरमा पर्नुहुन्छ, यो कुनै पनि उडै छैन, डाउट नै छैन, एकदम नै हो। त्यो बेलासम्म आफू हत्कडीमा बसेको गृहमन्त्री त्यही पनि अरूको पार्टीबाट आफू गृहमन्त्रीमा आएको रवि लामिछानेले 25 वटा फाइल खोल्ने त हिम्मत गरेका थिए। तर अहिलेको गृहमन्त्री अर्यालजीले किन यी हाम्रा छोराछोरी मार्नेलाई चाहिँ हत्कडी लाउन सक्नु भएन? यसले चाहिँ साह्रै दुःख भइरहेछ। किनभने हामी छोराछोरी गुमाउने आमा हो नि त। त्यसैले गर्दा हामी चाहिँ एकदम पीडामा छन्। हाम्रो छोराछोरीलाई न्याय दिनु पर्यो, हाम्रो चाहना यही छ। अब हिजो गृहमन्त्री हुँदै गर्दा रवि लामिछानेले भनेका थिइन् बरु मै पहिला जेल जान किन तयार नहोस्, तर सबै भ्रष्टाचारलाई भित्र हाल्नुपर्छ भन्थे। तर आफूले खनेको खाल्टामा आफै परे रवि लामिछाने। जे भयो राम्रै भयो नि, आफूबाट सुरुवात भयो। अब पालो त यिनीहरूको आउँदैछ नि त। रवि लामिछाने मजाले छुटेर आएर अब यिनीहरूलाई जेल हाल्छन् नि त। सुरुवात त उनले गरे नि, गल्ती गरेदेखि जेल जानुपर्छ भनेर उनले पाठ सिकाए। यसलाई एकदम ठुलो मान्नुपर्छ। एउटा आफूबाट सम्पत्ति शुद्धिकरणको देखि लिएर हरेक कुरा मबाट सुरु गर भनेको थिए, उनीबाट सुरु भएको। अब अन्त्य यी भ्रष्ट दलाल यी हाम्रो छोराछोरी मार्ने ज्यानमाराहरूबाट हुनुपर्छ। तर तिहार लगत्तै दोस्रो आन्दोलन भयो भने संसद बिउतने तयारी भइरहेको छ भन्ने व्यापक चर्चा छ। भित्री खेल पनि सुरु भइसकेको छ। खेल्न त जसले जे पनि खेल्छ, राजनीति हो, खेल्ने नै हो यो। त्यही भएर नि डराउनु पर्ने, संसद बिउतिने भन्ने कुरा पनि छैन। र बिउतिनै पर्यो भने जेएनजीले मात्र आन्दोलन गरेको थिए, जेएनजीका आमा बाउ पनि लागे भने नि फेरि उहाँहरूको जसरी 1-2 जनाले मात्र पिटाइ खाथे, कोही पनि बाँकी रहँदैनन्। किनभने नि हाम्रो छोराछोरीलाई न्याय भएको छैन भनेर हामी यति उम्लिरहेको छौँ, हाम्रो रगत यति उम्लिरहेको छ नि। किनभने त्यो हामी छोरछोरी गुमाउने आमा बाउ हो। त्यसैले गर्दा नि कुनै पनि कुचेष्टा नगर्नुहोस्। यदि तपाईँहरूलाई सुरक्षित रहनु छ भने अहिले जे छ ठिक भएर बस्नुहोस्, हरेराम गर्नुहोस्। तपाईँहरूको उमेर पनि त्यही भइसकेको छ। अब पनि तपाईँले गल्ती गर्नुभयो भने नि जसरी शेरबहादुर देउपाको बुढाबुढीले पिटाइ खाएको थियो नि, अरूले नखालान् भन्नु छैन। उहाँहरूलाई त आर्मीले गएर संरक्षण गरे भएर उहाँहरू केही भएन। यसलाई धन्य मान्नुहोस्, बुढेसकाल जिउ जोगिएको छ भनेर। होइन भने नि अहिलेको उम्लेका रगतहरू हाम्रा छोराछोरी नि आक्रमण छन्, होस गर्नुहोस्। भनेपछि अघिल्लो चोटिको चान्स दोस्रो चोटि नपाउन सक्छ फेरि भिआइपी नेताहरूले। भिआइपी भने तपाईँहरू यस्ता ज्यानमाराहरूलाई भिआइपी भन्नुहुन्छ? म त भिआइपी देख्दिनँ। हाम्रा छोराछोरी मार्ने, हाम्रो रगत पसिनामा मोज मस्ती गर्ने, अनि भिआइपीको दर्जा उनीहरू एउटा चप्पल लाउन हैसियत नभएका मान्छे आएर 5 करोडको गाडी किनेर
10वटा घर बनाएर आउनेलाई भिआइपी, घर र गाडी भन्दैमा भिआइपी। यिनीहरू त सबभन्दा तल्लो स्तरका हुन्, भिआइपी होइन। भिआइपी त हामी नेपाली जनता, हामीले गर्दा आज त्यो पोस्टमा पुगेका हुन्। भिआइपी होइनन् भने अहिलेको जेनजी सरकारले नयाँ सरकार ल्याइसकेपछि पनि उनीहरूलाई त पुरानै शैलीमा सुरक्षा दिइरहेका छन्। एकदमै सबै सुरक्षा कर्मीहरूलाई बोलाइसक्नु भएको छ। र म अब अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई के अनुरोध गरेँ, हात जोडेर भनेदेखि नि यिनीहरूको सेवा सुविधा सबै कटअप गरिदिनुहोस्। किनभने हाम्रा छोराछोरी माथि ज्यान मारालाई सेवा सुविधा दिने होइन, संरक्षण उनीहरूकै पार्टीको मान्छेले गरिरहेको छ त हामीले किन दिनु पर्यो? र हाम्रा आर्मीका, हाम्रा पुलिस प्रशासनका, हाम्रा दाजुभाइ दिदी बहिनीहरू गएर अर्का घरमा गएर भाँडा मान्न जागिर खाएका होइनन्। यी नेताको भाँडा माझ्ने, यिनीहरूको लुगा धुने हो हाम्रा दाजुभाइ दिदी बहिनी। त्यो पोस्टमा परेको त्यही भएर हो। हामी पुलिस आर्मी हुने अर्काको भाँडा मान्नलाई हो? हामी त देशलाई सेवा गर्न र नेपाली जनताको रक्षा गर्नको लागि भनेर हामीले पुलिस र आर्मी राख्ने हो। तर यी नेताहरूको घरमा बसेर हामी भाँडा मान्न पर्ने, यिनीहरूको स्वास्नीको लुगा धुन पर्ने, हाम्रो छोराछोरीले त्यो गर्ने हो? यो सबै कटौती गर्नुपर्छ। अहिले रवि लामिछानेको विषयमा विभिन्न खालका बहस हुँदै गर्दा उनकी श्रीमती निकितालाई साँच्चीकै सीता रहेछन्। यति ठुलो अग्नि परीक्षा लिँदा पनि उनी अहिलेसम्म रविको लागि पर्खिरहेका छन्, पल पल मरेर बाँचिरहेका छन् भन्छन्। त्यो महिलामा के शक्ति हुन्छ ताकि अरूको अनेकौं आलोचना सहेर पनि यतिको समयमा अडिग भएर रहन? हेर्नु, विवाहित महिलालाई श्रीमान भन्दा ठुलो यो संसारमा कोही पनि हुँदैन। बिहा गर्नुभन्दा अगाडि आमा बाउ हो, आमा बाउ पछिको बिहा गरेपछि श्रीमान, त्यसपछि छोराछोरी जन्मेपछि छोराछोरी। त्यति माया प्रेम हुन्छ। किनभने एकचोटि घरबार बिग्रिसकेर फेरि अर्को घरबार जोडिरहनु भन्दा भएकै घरबारलाई बचाउनु पर्छ भन्ने मान्यता राख्ने एउटा महान नारीको रूपमा निकितालाई देख्छु म त। अब हिजो तीज पनि त्यति राम्रोसँग मान्न पाएन, दसैँ पनि मान्न पाएन, हुँदा तीज पनि मान्न, तिहार पनि मान्न नपाउने अवस्था आइसकेको छ। उहाँलाई के भन्नुहुन्छ? तपाईँ त एउटै परिवार हुनुहुन्छ। कस्तो हुन्छ भने जे हुन्छ राम्रोकै लागि हुन्छ। सहनु नै सबभन्दा ठुलो हो। हरेक कुरा सहनु पर्छ भन्ने पनि छैन। आइलाग्नेलाई जाइ लाग्नु पनि पर्छ। तर उनी एकदम भद्र भला आदमी छिन्। उनी कोहीसँग केही बोल्न नि चाहन्नन् र उनी कसैसँग आक्रोश पनि व्यक्त गर्दिनन्। के गर्नु, महिला हुन्, माया लाग्छ। हामी पनि नारी हुन्। एउटा नारीलाई अन्याय भएको देखेर हाम्रो मन कहाँ मान्छ र? त्यसैले गर्दा हामी उनको सट्टा हामी न्यायको लागि लडिरहेछौँ। भनेपछि अहिले कलियुगको सीता हुन्। एकदमै, त्यसमा दुई मात्रै छैन। हेर्नुहोस् त, काहीँ तपाईँले उनले कतै गएर विद्रोह गरेको, कतैलाई उचालेको, कुनै मिडिया ट्रायल गरेको देख्नु भएको छ र आजसम्म? उनी त एउटा सीताको दर्जामा लिएर बसेकी छिन्। राम वनवास गएछन्, राम वनवासबाट अवश्य पनि फर्केर आउँछन् भनेर उनी प्रतीक्षा गरेर बसेकी छन्। भनेपछि सीताको त्यो सपना पुरा हुन्छ? अवश्य हुन्छ। नहुने के छ? हेर्नुहोस्, शक्तिको जित अवश्य हुन्छ। 2-4 दिन भ्रमको खेती गरेर गोडमेल गरेर के गुमा पलाएको मुला जस्तो एकैचोटि फर्स्ट हुँदैन। त्यसैले गर्दा जे हुन्छ राम्रै हुन्छ, ढिलो हुन्छ, छोरै हुन्छ भने जस्तो पक्कै हुन्छ। हामी पछिल्लो समय निकै ठुलो आश गरेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई यति बेला सम्झिरहेका छौँ। र यो सँगसँगै हिजो जनताको लागि हाई गरेका वर्तमानका गृहमन्त्री ओम प्रकाश अर्यालमाथि पनि अनेकौं प्रश्न उठाए क्या। उनी साँच्चीकै असक्षम हो कि मिडिया ट्रायल गरेर असक्षम बनाइएको छ कि? अर्थात् कतै कतै तपाईँले भन्नुभएको जस्तो स्पिड लिनको लागि अलिकति ब्याग भएपछि लिन सकिन्छ भनेर उहाँले चाहिँ यति बेला ब्याग हटेर बसिराख्नु भएको छ। होइन, कस्तो भने हामीले त आश गरे व्यक्ति हो अर्यालजी। किनभने त्यो बालेनजीको कानुनी सल्लाहकार पनि भएको भएर पक्क पनि उहाँले हाम्रा छोराछोरी मावि ज्यानमाराहरूलाई छिटो, हामीलाई चाहिँ के चाहियो भने छिटो चाहिएको कि हामीलाई चाहिँ हरेक चिज छिटो छिटो होस् भन्ने चाहेको हामी नेपाली जनताले। किनभने हामी छोराछोरी गुमाएका छौँ नि त, त्यो गुमाउनेहरूलाई ज्यानमाराहरूलाई जेल सजाय होस् भन्ने हामीले चाहेका थियौँ। तर कुनै प्रक्रिया नपुगेर होला ओम प्रकाशजी अलिकति सुस्त हुनुभयो। आक्रमणवादले आक्रमण गर्ने बेला माने पछाडि हटेर एकैचोटि आक्रमण गर्छ, त्यही सुरमा हुनुहुन्छ होला। अहिले ब्याक हट्नु भने नै उहाँले एकैचोटि आक्रमण गर्न खोजेको होला। यो आक्रमण छिट्टै होस् हाम्रो चाहना नि यही छ। र ओम प्रकाशजीलाई धेरै धेरै तपाईलाई त्यो काम गर्नलाई मिलोस्। यो तपाईको हामी नेपाली जनताले दबाब दिनु भन्दा नि तपाईको आफ्नो बलबुद्धीबाट पनि त्यो कार्य सफल होस्। यो सँगसँगै अहिले काठमाडौँका मेयर बालेन्द्र शाह, सुमना